हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग. यस, अनि म चाहिँ धेरै पछाडि ब्याक भएको छु ब्लगमा. सो आज चाहिँ अब त्यस्तो धेरै ब्लग बनाउने भन्ने खालको प्लान त थिएन. अब यसो दिस इज फर मेमोरी भनेर एउटा सानो क्लिप हालौँ. अनि सबैजना कतिले हेर्दै हुनुहुन्छ सब्सक्राइब ड्याङ 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 गर्नु होला. नयाँ हुनुहुन्छ नि सब्सक्राइब गरेको लागि धेरै धेरै धन्यवाद. अनि चुली पोखरीको भिडियो आउँदैछ, टिकटकमा हेर्नुहुने के अरे मेरो सर्ट्सहरू हेर्नेहरूले त थाहा भइसकेछ. चुली पोखरीको छिट्टै आउँछ भिडियो, हाइकिङ गरेर दामी भएको छ. अनि त्यो भिडियोको लागि पनि सब्सक्राइब गरिराख्नु होला, नोटिफिकेसन बेल थिचिराख्नु होला भन्दै आज चाहिँ हामी के गर्दैछौँ भन्दाखेरि चाहिँ एकछिन ल देखाइहाल्छु. यो चाहिँ पहिलो बटुका थियो है. यो पहिलो बटुका फिनिस भयो अनि पुगेन. अनि अर्को बटुका पनि मिठो भयो. अर्को बटुका नि खाएँ. अनि यो दाइ र म चाहिँ फेरि घिचान्ते रहेछौँ, दाइ पनि 2 बटुका खाने भने. अनि यहाँ पर बस्ने सुरेश धिमा चाहिँ फेरि लु लु वा मुसुक्का हाँसना मलाई हेर न मुसुक्का हाँसना भन्ने गीत चाहिँ सुरेश धिमालको रिलिज भएको छ हिजो. अनि त्यो गीत पनि हेरिदिनु होला, सुरेश धिमाल अफिसियल भन्ने युट्युब च्यानलमा छ. मुसुक्का हाँसना. अनि त्यो गीत चाहिँ हामी सबैले मिलेर हान्नुपर्छ. अनि यो भर्खरै हामी जिमबाट आएको थियौँ. अनि यो पनि हानेको सुरेश धिमालले अब हाल्ने भन्दैथ्यो. एनिवेज, अनि घुँगी आज खाएको देखाउँछु तपाईँहरूलाई. यस्तो खतरा खान्छु कि म. एउटा सकिसकेको छ कि, तर अघि नै बनाउँ भन्दै थिएँ. फेरि अलिकति के भन्ने जस्तो खानु सुरुमा चाहिँ आफै रमाउँ भन्नु कि त्यो त रहेन. अब यस्तो हुन्छ गाई चाहिँ, अब देख्नु नहुनेले. यहाँभित्र यस्तो हुन्छ दुलो, यहाँबाट सट्टा तान्ने, अलिक कालो देख्दैछ नि, त्यो चाहिँ हो होला. आएन सक्छ फेरि आएन भने अब यसलाई यो टुथपिकले टक्क यसरी तान्ने. अनि यो चाहिँ अब घुँगी चाहिँ फेरि फाइदा के हो, कति फाइदा हुन्छ भन्ने कुरा चाहिँ युट्युबमा हेर्नु होला, डक्टरलाई सोध्नु होला. अब बाँकी पावर चाहिँ यस्तो खतरा दिन्छ. 80 वर्षको बुढाहरू पनि जुरुक्क उडेर फेरि तर यहाँ बेस्ट पाइन्छ. यो हामी लोकेसन भन्नुपर्दा चाहिँ फेरि के प्रमोसन गरिदिनु पैसा दिएन भन्नु पनि कि होइन. एनिवेज तपाईँहरू आउनुहुन्छ भने चाहिँ कृष्ण मन्दिर मलाई कन्ट्याक्ट गर्नु न. दमक र उराएर बिच चिया बगान छेउ कृष्ण मन्दिर भन्छ. सो त्यो दिन नभए नम्रता होटल छेउ त्यो दिन भयो भने मलाई डाइरेक्ट कन्ट्याक्ट गर्नु ल. अनि मेरा सम्पूर्ण मित्रहरूलाई मैले सम्झेको छु. पराटबाट हेर्दै हुन्छ नि थाहा छैन भने चाहिँ अब यस्तै है गाइस. यो घुँगी चाहिँ यो त सँगै किरा रहेछ भनेर फेरि यो गर्नु होला. सी फुड भनेर सम्बोधन गर्नुहोस्, रेस्पेक्ट. त्यही हो होइन. अब हामी चाहिँ जिम हान्दै आएको. अनि जिम पनि हानिसक्यौँ. अनि इन्ट्रोड्युसै गराउनु बिर्सेछ यार. त्यो अलिकति राख्नु न. कस्तो कोक यस्तो भयो यार. त्यो त राख्नु. कोक पनि खान्छौँ नि त हामी त. यसमा कोक खानु भनेको सरी कोक नखानुपर्छ भनेको फेरि कोक खानु भनौँ. तर ग्लास चाहिँ फेरि टुबकको ग्लास रहेछ है. कस्तो गिरी होइन नि. बियर खायो भने चल हेर न, हेर्दै बियर होइन टुबकको ग्लास हो. सरी के भन्नु यो बियर होइन गाइस. फेरि साँच्ची भनेको यो एक्सट्रिममा पानी हालेको भन्छ. यसो एक्सट्रिम पानी हालेर के जाउँछ. कस्तो बाटो यार. कस्तो खाएन उसले त केक मात्रै खायो. सो इन्ट्रोड्युसिङ भनेर सुरु गरौँ क्या. WWE मा जस्तो द वान एन्ड ओन्ली. यसो खतरा हुनुहुन्छ यो दाइ. टिकटक हेर्नुलाई दाइको
सुमन के छ सुमन नेवार छ सुमन नेभर टु अरे यो सर्च गर्नु यस्तो खतरा खतरा टिकटक बनाउँछ भाइरल हो टिकटकमा फेरि लाइक धेरै आउँछ भ्युज टन्नै आउँछ दाइको ज्यान ज्यान पनि बनाएको छ केटोले वा आम्मो यो सुमन नेवार भन्ने दाइ हो उहाँ चाहिँ अनि यता हाम्रो सुरेश धिमाल एकदमै जेनुन जे नगरेको केटो कन्नी केटो अनि आमा मुस्कान स्माइल नै कडा छ कन्नी केटोको हेरौँ न ल कन्नी केटो हेर त बाबरे ऊ चाहिँ वर्ष चाहिँ अब नभनौँ तर एकदमै कन्ने केटा हो 17 पुगेर 16 लाग्यो सबै कुरो सुरु लाग्यो कन्ने केटा अनि केटोको अब के भन्नु बिएससी गर्ने भन्ने खालको नि होइन यसपालि वैशाखमा चाहिँ अब केटोले गर्छ कि भनेको केटो कन्ने नै भएर सकिने त होइन होला अगाडि हेर कस्तो रमाइलो भइरहेछ यस गाइज घोगी एकदमै राम्रो चिज हो खानको लागि माछा खानुभन्दा बेस्ट हो घोगी खानु चाहिँ तपाईँहरूलाई मनपर्छ भने धेरै पछाडि भ्लग बनाएको यार गाली नगर्नु होला सब्सक्राइब गरेर बस्नु होला अब बिस्तारै बिस्तारै म भ्लगमा अपडेट हुन्छु पहिला मैले 1 वर्ष मजाले गरेँ किन भन्दा चाहिँ त्यो टाइममा एकदमै फ्री थिएँ अनि जब मैले मास्टर जोइन गरे पछाडि चाहिँ यस्तो प्याक भएमा बेलुका भ्लग एडिट गर्नु भ्लग बनायो भने एडिट गर्न टाइममा क्लास लिनुपर्छ सो त्यस्तो चान्सेस भएन अनि अब मास्टरको क्लासहरू पनि बिस्तारै सकिँदैछ सो अब भ्लगहरू आउनु सक्छ गाइज अरे आम्मा पहिला पहिला भ्लग हेर्नु न नो भ्लग बिगिनर कस्तो खतरा भयो अब यसलाई चाहिँ एडिट सेडिट गर्ने मसँग टाइम छैन है म यो जस्तो खिच्रासी त्यस्तै हाल्छु माइन्ड नगर्नु होला ए फुच्चे मुला भ्लगको एडिटै गर्न आउँदैन भनेर भन्नु होला नि फेरि त्यस्तो पनि होइन मेहनत गरेको छु मैले भनेर भोलि पछि भाइरल भयो भने कस्तो बच्च सुन ल आमा यो चाहिँ फेरि धिमालहरूको चाहिँ धिमालहरूले खाने चिजमै पर्छ यो गोरो अनि हामीसँग सुरेश धिमाल भन्ने मान्छे भएर है यो कुराहरू अब हामीलाई चाहिँ फेरि सुरु सुरुमा खान घिन लागिरहेको थियो पछि पल्के पछाडि यस्तो हुन्छ यहाँ हामी चाहिँ छेत्री बाहुनले रक्सी खानु सुरु भएर सुरुमा छुँदै नछुने भनेर त्यस्तो पनि भन्ने होइन फेरि छेत्री बाहुन भनेर सरी ग्लास चाहिँ टुबको हो नि फेरि झुकिनु होला एक्सट्रिममा पानी हाल्यो बारम्बार भनिरहेको छु बियर खाएको देखेको फेरि भने होइन बियर एक्सट्रिमको कलर नै यस्तै हुन्छ भनेर भन्नु होला भिडियोमा मलाई मोबाइल खेलाउनु क्या तपाईँको त्यत्तिकै भएर बनाएको मेरो एकदम साथीहरू छ नि त सबलाई लिङ्क हाल्दै भन्यो लिङ्क हाल्दिनँ होइन हरेक 500 चाहिँ क्रस गराउनु बनाउनु पर्छ 500 के 500 के हो नि त एउटा भिडियो बनाउँछ